Swamiji, welcome. White rock सक्यो ठ्याक्कै हजुर सकियो यहाँ माथि जाउँ जान्छ हजुर सबैजना यहाँ भेला हुन्छ फेरि यहाँ गाह्रो हुन्छ यता आउनुहुन्छ हजुर माथि कहिले आइपुग्यो आज बिहान आइपुगेको छ हामी हजुर हजुर सर अब भोलि बिहानदेखि हामी हजुर सम्झ्यो हजुर आराम गर्नु आराम गर्छौँ ल जय होस् भोलि बिहान हामी भेटौँ अब खाना खाऊँ आराम गरौँ Jai Osho, Jai Gurudev. Be ready for timeless meditation. In gently through your left nostril. Inhale as much oxygen as you can. नखाउँ भनेको यस्तो मिठो मिठो नास्ता गर्यो बाबाले मुसँग बोल्दै बोल्दैन तपाईँ हुनु भएन भने फेरि किन मसँग रिसाएको किन बोल्दैन मुसा यो त बोल पट 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 बोल फेरि न कस्तो बोल रिसाएको हो मुसँग यो त बोल कति माया गरेको कति माया गरेको है होइन
सुनेपछि मलाई पनि खुब चोट लागेको थियो सदर एस्पेक्ट थियो। रजिस्टर टुट्नु भनेको भगवान्को सपना टुट्नु हो नि, ठुलो लाखौँ मान्छेको पैसा बर्बाद भयो, सबै सम्पत्ति बुझायो। कति रजिस्टर टुटेपछि हौसलै टुट्यो मान्छेहरू विश्वमा। अनि भगवान्ले भन्नुहुन्थ्यो कि भन्नुभयो यो पुनः यिनीहरूले बिहारे त्यसलाई बेचिरहेको थियो, सानो पोर्सन बेचा पनि थियो। अहिले सुप्रिम कोर्टले रोकिदिया हो, न त पुनः बेचिसकेका हुन्थ्यो, सुप्रिम कोर्टले रोकिदिया हुन त यिनीहरूले बेचेर भागिसकेका हुन्थ्यो पैसा लिएर। यिनीहरूको प्लान के थियो भने 3500 करोडमा सायद प्लस सल्लाह गरेको थियो। 3500 करोडमा पुरै करोड बेचिदिने, पैसा लिने काफले तर उसले रोकिदियो, सुप्रिम कोर्टले रोकिदियो, त्यसले बच्यो। कुना पनि बेच्दै थिए, दुनियाँमा कमीहरू बन्द हुँदै थियो, सबै भगवान् खोइ रजिस्टर टुट्यो, रजिस एयरलाइन्स टुट्यो। उहाँले भन्नुभयो कि यो सब भएपछि पनि म निराश भएको छैन, म काम गर्छु, अहिले पनि विगत जगतको कल्याणको लागि, रूपान्तरणको लागि म प्रयास गरिरहन्छु होइन। रजिस पुनः बेचिदियोस् जे होस् रजिस, तर नेपालमा मेरो काम हरायो भने म निराश हुन्छु। लास्ट होप इज नेपाल होइन। तिमीहरूले पनि यस्तै बेकुफी गर्यो र नेपालमा मेरो काम बिगाऱ्यो भने अनि देन आई विल feel that I'm failed. यो आशाको अन्तिम आशा हो नेपाल। अहिले चाहिँ म यसो बाहिर धेरैसँग कुरा गर्छु, बुझ्छु कि साँच्चै होइन। अब पुना पनि गयो, हजुर पुना पनि, हजुर बम्बई पनि गयो, जबलपुर पनि गयो, जबलपुर पनि गयो, गडवाडा पनि गयो। बताउ न अब यो इन्डिया त साँच्चै एकदम उजाड छ। अब के अरे पुनः आश्रम पनि एकदम उजाड छ। त्यहाँ इन्डिया गइसके पछाडि फिल भयो कि स्वामीजीले नेपालमा के काम गर्नुभएको रहेछ, हाम्रो लागि के गर्नुभएको रहेछ, ओसोको मुभमेन्टको लागि के गर्नुभएको रहेछ भन्ने फिल भयो। माला कसरी लगाउनु भएको छैन, उजाड छ स्वामीजी एकदमै। ओसोको कुरा चाहिँ गर्ने तर माला चाहिँ नलाउने त्यस्तो टाइपको छ। हामीले नरेन्द्र मोदी ध्यानै गर्दैन हो। जय ओसो सो सो जय ओसो, जय ओसो सो सो जय ओसो, जय ओसो सो सो जय ओसो, जय ओसो सो सो जय ओसो। ओसोको ध्यानमा नित्य सत्सङ्गमा समाधिका फुलहरू फुल्दा रहेछन्। ओसोको ध्यानमा नित्य सत्सङ्गमा समाधिका फुलहरू फुल्दा रहेछन्। सन्यासीमाझ ओसो सधैँ आउँदा रहेछन्, सन्यासीमाझ ओसो सधैँ आउँदा रहेछन्। अति प्यारो अति सुन्दर ओसो तपोवन, अति प्यारो अति सुन्दर ओसो तपोवन। जहाँ गए नि छैन हुन यहाँ नाच्छ मेरो मन,
जहाँ गए नि छैन हुन यहाँ नाच्छ मेरो मन यो चाहिँ आज जति पनि यो चमक धमक आगो गोविन्द नारायण भारती पछाडिदिनु म यहाँ त अघि भने भिडले धकेल्छ कि अब भिडले धकेलेपछि त तपाईँ अगाडि त बढ्नुहुन्छ बढेको पनि थाहा पाउनुहुन्छ होइन तर भिड त सधैँ हुँदैन होइन भिड छोडेको दिन त के गर्ने फेरि आफ्नो उयोमा मैले त्यही भएर मैले जस्तै कोही मान्छे जापानमा अमेरिकामा जस्तै जापानमा यस्तो बिजी लाइफ छ नि त्यहाँ पनि बसेर 1 घन्टा मेडिटेसन गर्छु भनेर जसले स्ट्रङ सोच्छ भने चाहिँ त्यो मान्छेमा स्ट्रङ डिटर्मिनेसन छ अथवा त्यो उसले चाहिँ आध्यात्मप्रतिको स्ट्रङ प्यास छ भन्ने कुरा होइन तपाईँको अनुसारले आफै त्यो स्ट्रङ बनाउन पनि यही बाटोमा सिकिरहेको हुन्छ सिकिरहेको हुन्छ त्यो एक्लो यात्रा पनि भित्रभित्र चलिरहेको हुन्छ कि माजी कहाँबाट आउनुभएको नि तपाईँ हामी धरानबाट शिविर कस्तो भइरहेछ एकदम गुड भइरहेछ हो हजुर गुड भइरहेछ शिविरको सबैभन्दा के मन पर्यो तपाईँलाई हामीलाई नर्मली सबै नै राम्रो लागिरहेछ सबै कुरामा अलि मजाले ध्यान गइरहेछ त्यो भएर होला नराम्रो भन्नु सबै राम्रै राम्रो मात्रै क्या है नराम्रो लाइक अल्छी लाग्दो भन्ने केही पनि छैन पहिलो शिविर हो तपाईँहरूको हजुर फर्स्ट हो फर्स्ट शिविर गुड एक्सपिरियन्स अघि मैले भित्र थोडा गर्नु भएको होइन क्या त्यो उयो गर्दाखेरि छोरीले कपडा फेरेको फेरेको दुश्मन सबै हेरेको
राम्रो समय शीशा खोलिदिनु
राम्रोसँग बस्यो होइन राम्रोसँग बस्यो है शुभयात्रा स्वामीजी राम्रोसँग जानु फेरि म 2 महिनाभित्रै आउँछु 2 महिना पनि लाग्दैन छैन स्वामी 20 दिन क्याम्पको प्रचार गर्नु हजुर गर्ने इन्डियामा पनि हजुर हजुर गर्ने पोस्ट गरेर एकदम गर्ने स्वामी जय होस् जय